नमस्ते अनि स्वागत छ शेयर शिक्षा नेपालमा। आज हामी विस्तारमा कुरा गर्दैछौँ सल्पा विकास बैंक लिमिटेडको आइपिओ को बारेमा, जुन भर्खरै सेकेन्डरी मार्केटमा आएको छ र कारोबार सुरु भइसकेको छ। जसलाई आइपिओ परेको छ उहाँहरूको एउटै प्रश्न छ, प्राइस कतिसम्म जान सक्छ? 1000, 2000 कि 500 मै रोकिन्छ? र सबैभन्दा महत्त्वपूर्ण, कुन बेला बेच्दा सबैभन्दा धेरै फाइदा लिन सकिन्छ? आज म आफ्नो 7 वर्षको अनुभवको आधारमा ब्रोकरको उदाहरणसहित स्पष्ट बुझाउनेछु। सबैभन्दा पहिले कम्पनीको आधार बुझौँ। यो एउटा ब्याङ्किङ कम्पनीको आइपिओ हो। फ्लोटिङ शेयर करिब 17,23,880 किता छ। लगभग 25 लाख भन्दा बढीले आवेदन दिएका थिए, तर करिब 1,72,000 जनाले मात्र शेयर पाए। यसको अर्थ थोरै लगानीकर्तासँग मात्र शेयर छ। सुरुवाती दिनमा सप्लाई सीमित हुन्छ। अब फन्डामेन्टल हेर्दा EPS नेगेटिभ 3.98, PE रेशियो नेगेटिभ 1.10, बुक भ्याल्यु 111.31, प्राइस टु बुक 4.34। हेर्दा फन्डामेन्टल बलियो देखिँदैन, तर ध्यान दिनुहोस्, लिस्टिङको सुरुवातका दिनमा फन्डामेन्टल र टेक्निकल एनालिसिस काम गर्दैन, किनकि टेक्निकल डेटा हुँदैन। यहाँ खेल हुन्छ डिमान्ड र सप्लाईको। अहिलेको ट्रेडिङ अवस्था: पहिलो दिन 180 किता, दोस्रो दिन 120 किता, तेस्रो दिन 169 किता, चौथो दिन 250 किता। लगातार 10% पोजिटिभ सर्किट लागेको छ। अब मुख्य कुरा सुरु हुन्छ। ब्रोकरको उदाहरणबाट बुझौँ। मानौ 10 जना लगानीकर्ताले 10-10 किता बेचिदिए, त्यो भयो 100 किता। फेरि अर्को 50 जनाले बेचिदिए भने 5000 किता बजारमा आयो। अब सोच्नुहोस्, यी साना साना मात्रामा बेचिएका शेयर कसको हातमा जान्छन्? धेरै जसो अवस्थामा ती शेयरहरू ब्रोकर सिस्टमभित्र केन्द्रित हुन सक्छन्। अब एउटा वास्तविक जस्तो उदाहरण। मानौ कुनै ब्रोकरको प्लेटफर्ममा 15 दिनमा जम्मा 3000 किता शेयर जम्मा भयो। अब ब्रोकरसँग समस्या के हुन्छ? बेच्ने व्यक्तिलाई पैसा त दिनुपर्छ, तर यदि प्राइस लगातार बढिरहेको छ भने त्यो शेयर लामो समयसम्म होल्ड गर्न पुँजी चाहिन्छ। सबै ब्रोकरसँग असीमित पुँजी हुँदैन। अब के हुन्छ? जब प्राइस एउटा पिक लेभलमा पुग्छ, ब्रोकरले एकैचोटि 500, 1000 वा 2000 किता सेल अर्डर हाल्छ। त्यो बेला के हुन्छ? अचानक सप्लाई बढ्छ, सर्किट रोकिन्छ, मार्केट ब्रेक हुन्छ र प्राइस घट्न थाल्छ। तपाईले फ्लोर शीट हेर्नुभयो भने एकैजनाबाट ठूलो मात्रामा सेल भएको देख्न सक्नुहुन्छ। अब सोच्नुहोस्, यदि साच्चीकै खुद्रा लगानीकर्ताले मात्र पाएको हो भने एकैजनासँग 1000 किता कसरी आयो? आइपिओ त 10-10 कितामा बाडिएको थियो। त्यसैले बुझ्ने कुरा के हो भने सुरुवाती दिनहरूमा सप्लाई ब्रोकरतिर केन्द्रित हुन सक्छ। ब्रोकरले बेचेको दिन कसरी थाहा लगाउने? अब सबैभन्दा महत्त्वपूर्ण कुरा, ब्रोकरले बेचेको दिन कसरी पत्ता लगाउने? 1. TMS मा गएर फ्लोर शीट हेर्नुहोस्। 2. त्यही दिनको सबैभन्दा ठूलो भोल्युम कुन ब्रोकरबाट आएको छ हेर्नुहोस्। यदि एउटै ब्रोकरबाट 500, 1000 वा धेरै किता सेल भएको छ भने त्यो असामान्य संकेत हो। लगातार सर्किट लाग्दै आएको शेयरमा अचानक ठूलो सेल आयो भने त्यही दिन ब्रेकिङ पोइन्ट हुन सक्छ। यदि 10-15 दिनसम्म सानो सानो भोल्युम थियो र अचानक ठूलो भोल्युम आयो भने त्यो सम्भावित ब्रोकर डिस्ट्रिब्युसन हुन सक्छ। ठीक त्यही दिन आफ्नो आइपिओ परेको शेयर कसरी बेच्ने? अब प्रश्न, ठ्याक्कै त्यही दिन हामी कसरी बेच्ने? 1. बिहानै 10:30 देखि 11 बजेसम्म भोल्युम हेर्नुहोस्। 2. यदि ठूलो सेल अर्डर देखियो भने ढिला नगर्नुहोस्। मार्केट अर्डर भन्दा लिमिट अर्डर राख्नु राम्रो हुन्छ। सर्किट रोकिन थालेपछि आंशिक रूपमा 50% जति बेच्न सक्नुहुन्छ। बाँकी शेयर अर्को दिनको अवस्था हेरेर बेच्ने निर्णय लिनुहोस्। महत्त्वपूर्ण कुरा, घटिसकेपछि डरले बेच्नुभन्दा ब्रेक सुरु भएको संकेत देख्दा बेच्नु बुद्धिमानी हुन्छ। हाम्रो रणनीति के हुनुपर्छ? यदि 10% सर्किट लागिरहेको छ भने त्यो बेला बेच्नु हुँदैन। सुरुका 15-20 दिन सक्दो होल्ड गर्ने, आफू पनि नबेच्ने र आइपिओ परेको साथीहरूलाई पनि यही कुरा बुझाउने। किन? जब धेरै लगानीकर्ताले एउटै रणनीति अपनाउँछन्, होल्डिङ पावर बढ्छ, सप्लाई कम हुन्छ र प्राइस रिटर्न राम्रो हुन सक्छ। तर जब धेरैले सानो सानो मात्रामा बेच्न थाले, शेयर ब्रोकर सिस्टममा केन्द्रित हुन्छ र एक दिन ठूलो सेल आउँछ, त्यो नै ब्रेकिङ पोइन्ट हुन्छ। बेच्ने सही संकेत। अब प्रश्न, कहिले बेच्ने? ध्यान दिनुपर्ने संकेतहरू: 1. लगातार सर्किट रोकिन सुरु भयो भने। 2. एकै दिन असामान्य ठूलो भोल्युम आयो भने। 3. फ्लोर शीटमा ठूलो सेल अर्डर देखियो भने। 4. प्राइस साइडवे जान थाल्यो भने। त्यो बेला आंशिक रूपमा बेच्न सकिन्छ। कहिल्यै पनि 100% एकैचोटि नबेच्नुहोस्। पाट गरेर बेच्दा जोखिम कम हुन्छ। अन्तिम महत्त्वपूर्ण सन्देश: आइपिओबाट धेरै पैसा कमाउने सूत्र के हो? डर होइन, रणनीति, जानकारी र धैर्य। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने यो भिडियो आइपिओ परेको साथी, परिवार, आफन्तलाई अनिवार्य पठाइदिनुहोस्, किनकि जब धेरै लगानीकर्ताले एउटै रणनीति अपनाउँछन्, होल्डिङ पावर बढ्छ, सप्लाई कम हुन्छ र प्राइस रिटर्न राम्रो हुन सक्छ।
युट्युब, फेसबुक र टिकटकमा शेयर शिक्षा नेपाललाई फलो गर्न नबिर्सनुहोस्। फेरि भेटौँला अर्को महत्त्वपूर्ण भिडियोमा। धन्यवाद। यो मेरो आफ्नै अनुभव र सिकाइको आधारमा भनेको कुरा मात्र हो, जुन मैले प्रयोग गरेको छु र पिक पोइन्टमा सेल गरेको अनुभव पनि छ। तर मैले भनेको कुरा सुन्नुहोस्, ठीक लाग्यो भने सिक्नुहोस् र बाइ सेल सधैँ आफ्नै हिसाबले गर्नुहोस्। मेरो कुनै जिम्मेवारी हुँदैन। यो भिडियो केवल एजुकेसन पर्पजको लागि मात्र बनाइएको हो।